म कसैलाई पनि केही कुरा भनेकी होइन तपाईँ बाहेक। तर तपाईँकी आमाले नि फुनाएर तैँले गर्दा नन्न बिग्री, तैँले छाडा छोडेर यस्तो गरिस् उस्तो गरिस् भन्नुहुन्छ। जसले पनि दोष त त्यो मैलाई लाउनुहुन्छ। तपाईँलाई लाग्दैन छोरी तल आउने आमाले हो बाउजीले होइन जस्तो? के मैले तल आएर लाग्नुहुन्छ त नन्न बहिनी? बुझ्ने खालकी नन्न भए त बाउजी पनि आमा समान कि आमा हुन्, बाउजीले भने मान्नु पर्छ भनेर मान्न पनि सक्थ्यो होला। तर नन्न बहिनी कस्तो हुनुहुन्छ? दाजुहरूले भने त टेकपुछर नलाउने मुन्छेले अब मुजाबी बाउजीले भने कुरो कहिले मान्नुहुन्छ होला र? अनि हजुरको आमाले चाहिँ तैँले गर्दा यस्तो भयो, तैँले गर्दा उस्तो भयो, यो सबै बिग्रिया जति तैँले गर्दा राम्रो भएको जति उहाँले गर्दा बिग्रिया जति सबै मैले गर्दा रे। अनि आमा पनि मैले दोष लाउने हुँदा हुँदा नन्न पनि मलाई काट्न आउने मार्न आउने।